चाहिँ अब तपाईँहरूलाई के भन्नु, म अब बारीमा जाँदैछु। बारीमा चाहिँ आज कोदो रोपाइ छ, बस कोदो रोपे नि गरौँ न त भनेर हिँडेको। तपाईँले देख्न सक्नुहुनेछ म सबिन भण्डारी भइहालेँ। यहाँको दृश्यहरू हेर्नुहोस्, पुरै जङ्गल र हरियाली नै हरियाली छ यहाँ हेर्नुहोस्। अब हरियाली खोज्न कहाँ जाने भन्दाखेरि चाहिँ बारी खेत अब चैत बेलामा सब पुरा लाग्दो हुन्छ भने अहिले चाहिँ एकदम राम्रो नि छ। अनि आज चाहिँ म ठिक छ नि त, भ्लग बनाउनलाई एउटा माइक पनि बोकेर हिँड्नु भने माइक पनि बोकेर छु। अनि फोनको माइक लिएर हिँडेर चाहिँ अब तपाईँलाई चाहिँ आज माइक लाएर भिडियो बनाउँदैछु। अनि म बारीमा हिँड्दैछु। बारीमा को छन्, जनताहरू हुनुहुन्छ होला। बारी सब जोते छिँदैछ, घाम नलागे पनि उग्रिन चाहिँ उग्रिएको छ है। हेर्नुहोस्, अब सर्लक्क लाएर बारीमा गइन्छ। अनि जिलाउनलाई कसले जिलाइरहेको आज जस्तो हेरेर अनि जिलाउनु पऱ्यो, काम त गर्नु परिहाल्यो। के गर्नु, कामै बच्चादेखि नै गरिरहेको काम बिचमा छोड्यो भने के गर्नु भन। यहाँ बारी चाहिँ यो गरेर जोत्ने हो, यो गरेर जिलाउने हो। हेर्नुहोस् यहाँका मान्छेहरू, यो अब यो बाहिर छ एउटा, यहाँ झाडु खाली छिएर छ। को बोल्दै हो, पूर्णिमामा ट्र्याक्टर जोते हाल्यो के अरे। अब चाहिँ हामी बारीमा नै आइसक्यौँ। हेर्दै 1 मिनटमा बारीमा आइपुग्नु रहेछ, 1-2 मिनटमा बारीमा आइपुग्छौँ। पानी नआइदियो भने एकदम राम्रो हुन्थ्यो, तर जिलाउनु सहिलो हुन्छ है मामा, जिलाउनु सहिलो हुन्छ। अब पानी नपर्दै हुन्थ्यो, अहिले बेलुका मात्रै पर्दै हुन्थ्यो। अब आउला है, ट्र्याक्टर बिहानै लिएर आउनु भयो माथिबाट? ए आज लिएर आउनु भयो ट्र्याक्टर नि, तलै झार्नु भयो? ए माथितिरको काम सिद्धो अहिले छ है मामा? माथि अर्को ट्र्याक्टर युज गरिराख्नु भयो होला? माथि अहिले युज गर्ने यही हो? हजुर। ए अझ हजुरले बनाउनु भयो होला? एकदमै हो, अझ बनाउन जानिन्छ र सहिलो हो। सबै बनाएर पैसा मात्रै तिर्न परायो भने त अनि हो नि मामा। इन्जिन हजुरले फिट गर्नुहुन्छ, इन्जिन गयो भने सामान भयो भने आइडिया धेरै लगाउनुहुन्छ नि, धेरै मिहिनेत गर्नु नि हुन्छ। भाइ कता काठमाडौँ छ अहिले? यतै आएर अहिले? ए कहाँ बस्छ छैन? अनि बाबु छोरा? हजुर हजुर छोरा त्यही त काठमाडौँ हुनुहुन्छ नि। म त उतै छ, के गर्नु, यता नि काम छैन हेर्नु न, त्यतिकै बसिरहनु पर्छ। त्यही भएर नि गाह्रो। सुरु भइसक्यो, मैले चप्पल यहाँ खोलेँ, अब जिलाउनु थालेँ, जिलाउनु गइसकेँ। राममामा आज जिलाउने रहेछ हाम्रो। त्यही हो, कोदोको बारीमा चाहिँ सर्लक्क जिलाइन्छ, कोदो रोपिन्छ। सँगसँगै म तपाईँहरूलाई थाहा छ सबिन भण्डारी, तपाईँलाई चाहिँ मनोरञ्जन युट्युब भ्लगमा विशेष झलक हेर्नु पाउनुहुन्छ। अब पानी पर्न लागिसक्यो, अब पानी पक्कै पर्छ होला, तपाईँले पुरा हेर्नुहोस्। अब रोपाइ सुरु आधी गरिसक्यो, अब आधी बाँकी छ। हेर्नुहोस् राममामा, के छ राममामा हाल खबर? सन्चै हुनुहुन्छ? पानी आउन लाग्यो, कति रोपिसक्यो? हामी राममामा अब हामी यति जिल्ला सिधाउने होइन? के छ राममामा हाल खबर? अब तपाईँ र म भएर जिलाउने, राममामा र म भएर जिलाउने हो। अब जिलाउन सुरु। अब हाम्रो जिल्ला सिधिला होइन मामा, अब हामी जिल्ला सिधिला होइन यहाँको त। हाम्रो राममामा साह्रै मेहनती हुनुहुन्छ।
यो कहाँ कुलो काट भने बहिनी कुलो काठ भन्ने छ अँ ल हाम्रो यो कोदाको बिउ यहाँ छ अब लगभग अलिअलि गरिसक्यो अब रोपेर यति रोपेपछि त हाम्रो माथिल्लो रोपाइ सुरु भइहाल्छ माथिल्लो घरमा ल उहाँहरू सबैले ल खाजा खाऊ सानीमालाई भोक लाग्यो होला खाजा खान जाउँ हजुर खाजा पस्के हुन्छ कोदाको बिउ पनि टाकटुक सिद्धिहाल्छ यति रोपेपछि त भइहाल्यो सँगसँगै म तपाईँहरूको कर्मी सबिन भण्डारी हेर्नुहोस् तपाईँले हामीले हरेक दृश्य देखाइरहेको छौँ हेर्न सक्नुहुन्छ तपाईँहरूले अब यो जिल्लालाई सिक्किम लगाइहाल्यो पछि म यो थुप्रो हुन्छ कोदोको झारहरू थुपारेर राखेँ त्यसपछि अब म पुरै के गर्छु भन्दाखेरि माटाहरू चाहिँ पुरेर चटक्क बनाउँछ है खाजा खाने क्रम जारी छ हाम्रो कोदोको खाजा चाहिँ यस्तो चाहिँ खाँदै हुनुहुन्छ मान्छे नबसिराख्नु भयो सबैजना खाजा खाइरहनु भयो खाजा खाँदैछु बाई